जगतकै मालिक तिनै लोकका सृष्टिकर्ता सर्वशक्ति महान परमप्रधान ईश्वरलाई करोड करोडको धन्यवाद गर्छु म यस मसीहको नाउँमा। एकचोटि शिरभन्दा माथि लगेर ताली बजाउनुहोस् ईश्वरको लागि, होइन? ईश्वरलाई धन्यवाद गर्छु यस मसीहको नाउँमा। हिमाल पहाड तराई कोही छैन पराई, सबैलाई समेट्ने एकमात्र सच्चाइ भन्ने मूल नाराका साथ आज ईश्वरीय मार्ग भजन मण्डल सच्चाइ केन्द्र नेपालद्वारा आज ईश्वरको महिमा नेपालमा मात्र नभएर आज जगतैभरि होइन ईश्वरको महिमा पुर्याउनु हुने हाम्रो अग्रज अगुवा प्रकाश सर हजुर, सुशीला म्याम हजुर, उहाँको होल परिवारमा एकदमै शिर झुकाएर उच्च सम्मान व्यक्त गर्न चाहन्छु। म ईश्वरलाई धन्यवाद गर्छु यस मसीहको नाउँमा र धन्यवाद गर्छु जुन हाम्रो तल्लो गगन गौडामा शाखा भित्राएर होइन एकदमै हरेकलाई उद्धार गर्नुहुने हाम्रो अग्रज अगुवा हुनुहुन्छ, साथै मेरो मम्मी पनि हुनुहुन्छ सबिना म्याम हजुरमा यसै स्टेजबाट एकदम उच्च सम्मान व्यक्त गर्न चाहन्छु म। र त्यहाँका उपप्रमुख हुनुहुन्छ मनकुमारी म्याम हजुर, साथै समस्त लिडर सर म्याम हजुरहरूमा टाढाबाट भए पनि शिर झुकाएर उच्च सम्मान व्यक्त गर्न चाहन्छु म। र जति पनि यस केन्द्रमा आज हरेकको उद्धारको निम्ति होइन मैले मात्र उद्धार पाएर हुँदैन, आज सबैलाई त उद्धारको मार्ग मैले पनि देखाउनुपर्छ भनेर आज अगाडि ईश्वरको राज्यमा कार्यरत रहनुहुने समस्त यस स्टेजमा विराजमान हुने केन्द्रका लिडर सर म्याम हजुरहरू समस्तमा एकदमै शिर झुकाएर उच्च सम्मान व्यक्त गर्न चाहन्छु म। र वाद्यवादनमा रहनुहुने क्यामेरामा रहनुहुने सम्पूर्ण सर हजुरहरूमा पनि एकदमै शिर झुकाएर उच्च सम्मान व्यक्त गर्न चाहन्छु र समस्त ईश्वरका निर्दोष सन्तानहरूमा पनि फेरि पनि शिर झुकाएर उच्च सम्मान व्यक्त गर्न चाहन्छु म। जीवन नेपालीको तर्फबाट ईश्वरलाई करोड करोडको धन्यवाद गर्छु यस मसीहको नाउँमा। त हिजोको दिन म ईश्वर चिन्ने बेलामा 10 वर्षको थिएँ होइन, आज 23 वर्ष पुरा भएर म 24मा लाग्दैछु यसै समय होइन। 14 वर्षको अवधि भयो ईश्वरको महिमा चिनेको। त आजसम्म ईश्वरले अनगिन्तीका होइन एकदमै चिन्ह चमत्कारका कार्य आज ईश्वरले गरेर देखाउनु भएको छ हाम्रो जीवनमा होइन। त्यसो पनि ईश्वरलाई करोड करोडको धन्यवाद गर्छु म यस मसीहको नाउँमा। माग त पाइन्छ खोजे भेटिन्छ, पीर चिन्ता समस्या सबै मेटिन्छ भन्ने त भजनद्वारा पनि छैन हो कि होइन हजुर? हो नि होइन? हिजोको दिन पीर चिन्ता समस्यामा थियौँ, हिजोको दिन हामी होइन पीर चिन्तालाई बटुलेर आज कहाँ जाने होला भन्दै हामी हिजोको दिन खोज्दै हिँडेका थियौँ। आज के त त्यो पीर चिन्ता समस्यालाई के त समाधान गर्नेवाला आज ईश्वर हामीले सच्चाइ केन्द्र नेपालमा भेट्यौँ होइन हजुर? हो नि होइन? त फेरि पनि ईश्वरलाई करोड करोडको धन्यवाद गर्छु म यस मसीहको नाउँमा। त मैले सुसमाचार सुने होइन, रोमी 10 को अङ्गीकार गरेँ मेरै मम्मीद्वारा, त उहाँलाई फेरि पनि ईश्वरको भरिपूर्ण आशिष भन्न चाहन्छु म। हिजोको दिन जब म संसारको जीवनमा थिएँ होइन 10 वर्षको अवधि हुँदाखेरि त मेरो शरीरमा टाइफाइडको बिमारबाट होइन शैतानी आत्माले चलाएको थियो होइन। हिजोको दिन जब हस्पिटल लग्नुहुन्थ्यो मम्मीले होइन, हस्पिटल लगेर जब चेकअप गरायो होइन डक्टरले टाइफाइडको बिमार देखाएर होइन औषधि दिनुहुन्थ्यो, 105 डिग्रीको ज्वरो आउँथ्यो त्यो दिन होइन। त औषधि खायो निको हुन्थ्यो, त फेरि त 1.5 महिना 2 महिनामा होइन निको भएको होइन, निको हुन नपाउँदै 1-2 महिनामा फेरि फर्केर आउने होइन। जब होइन एकदमै हस्पिटल धाउँदा धाउँदा जब उपाय लागेन, जब निको भएन, जब हाम्रो यहाँबाट होइन पोखराबाट जब तल्लो गौडामा हाम्रो सावित्री म्याम हजुरले शाखा लानुभयो होइन, त्यो बेला पहिलोचोटि लेखनाथमा होइन शाखा लानुभयो। त सावित्री म्यामको घर परिवारमा पनि म ईश्वरको भरिपूर्ण आशिष भन्न चाहन्छु। जब मम्मी जानुभयो होइन, जब सावित्री म्यामद्वारा सुसमाचार पऱ्यो घरमा, त मम्मी जानुभयो, मम्मी गएर होइन एकदमै राम्रो लागेछ र हामीलाई पनि सुसमाचार सुनाउनु भयो, बाबु तिमीहरू पनि हिँड ईश्वरको महिमा गरेर हिँड होइन, उद्धार मिल्छ, पढाइमा पनि राम्रो हुन्छ होइन, यसरी भन्नुभयो। त जब म 10 वर्षको थिएँ म होइन त्यो बेला त विश्वास त लाग्थेन, के होला के भन्नुभएको होला मम्मीले जस्तो लाग्थ्यो मलाई। जब मलाई सँगै डोर्याएर लानुभयो मम्मीले होइन, जब रोमी 10 को अङ्गीकार गरेको त्यो दिनबाट नै के त भोलिपल्टबाट नै त्यो 105 डिग्रीको ज्वरोको त्यो टाइफाइड बिमारले छोडेर गयो होइन। ईश्वरलाई करोड करोडको धन्यवाद गर्छु म यस मसीहको नाउँमा। त आजसम्म होइन त्यो बिमार होइन एकदमै फर्केर आउन सकेको छैन। ईश्वरले सदा सर्वदाका लागि होइन त्यही दिनदेखि नै मसीमा दूर गरिदिनु भयो होइन। ईश्वरलाई करोड करोडको धन्यवाद गर्छु म यस मसीहको नाउँमा। जब म 2074 सालमा होइन एसई दिने क्रममा जब म होस्टेल बस्ने क्रममा मेरो शरीरैभरि होइन दाँजको समस्या होइन एलर्जीका समस्या, जब शैतानी आत्माले होइन जुट्न नपाएको कारणले दाँजबाट होइन एकदमै एलर्जीबाट कार्य गर्न थाल्यो होइन शैतानी आत्माले। जब म
जुट्न पाउँथेन त्यो बेला होइन, होस्टेलबाट घर जान मिल्थेन होइन समय। जब म राति साथीहरू 12 बजे होइन पढेर सुतिसकेपछि त्यो टाइममा म होइन एकदमै प्रार्थना गरेर होइन सुतेँ त्यो दिन होइन। जब ईश्वरलाई नै माग्दा माग्दै जब मेरो यासीको रिजल्ट आयो होइन, रिजल्ट आएको 1 हप्तामै त्यो दाजको समस्याले छोडेर गयो होइन। ईश्वरलाई करोड करोडको धन्यवाद गर्छु म यस मसीको नाउँमा। राम्रोको लागिरहेछ होइन। लगभग करिब 5-6 महिनासम्म होइन त्यो दाजले छोडेर गयो, त्यो दाजको समस्याले होइन एकदमै त्यो समस्या ल्याइरह्यो होइन। त्यो बेला जब मेरो यासीको रिजल्ट आयो, यासीमा होइन ईश्वरले फर्स्ट हुनेको पनि बनाउनु भयो होइन। पितालाई करोड करोडको धन्यवाद गर्छु म यस मसीको नाउँमा। जब रिजल्ट आयो, रिजल्ट आएको 1 हप्तामै त्यो बिना औषधि होइन, बिना मलम होइन, कुनै पनि केही नलाइकन ईश्वरले के त मसीमा दूर गरिदिनु भयो होइन। ईश्वरलाई करोड करोडको धन्यवाद गर्छु म यस मसीको नाउँमा। त जब मेरो कान्छो भाइ होइन, हामी दाजुभाइ 3 जना छौँ। अनि कान्छो भाइको करिब 5 कक्षामा हुँदा कति कक्षामा हुँदा होइन पिसाब बन्द गराइदियो होइन शैतानी आत्माले होइन। त त्यो टाइममा होइन जब मम्मी, जब हाम्रो सर म्यामको घरमा आइतबारको शिक्षा हुन्थ्यो होइन, सोमबारको शिक्षा त्यति बेला आइतबार हुन्थ्यो। त्यो बेला जब मम्मी होइन एकदमै शिक्षामा आउनुभएको थियो, त्यो बेला त एकदमै भाइ त होइन बिहोस भएछ, पिसाब बन्द भएको होइन 3-4 दिनसम्म होइन। त बिहोस गराएछ। जब स्कुलबाट होइन एकदमै मम्मीलाई फोन गर्नुभएछ, के गर्ने हो बाबुलाई, के गर्ने, हस्पिटल लाने कि के गर्ने भनेर फोन गर्नुभएछ। जब मम्मीले भन्नुभयो घरमा लगेर छोडिदिनुहोस्, म जे गरे पनि गर्छु भन्नुभयो। तब स्कुलको टिचरहरूले होइन यत्रो बिरामी भएर ढलिसकेको छ होइन, गण्डकी लानुपर्छ भनेको छ, घरमा लगेर राख्नु भन्नुहुन्छ के भन्नुभएको होला भनेर भन्नुभएको रहेछ होइन। अनि जब मम्मीले आदर सम्मान होइन एकदमै सम्मान छुट्याएर जब सुशीला म्यामको हातमा दिनुभयो होइन, तब घरमा जाँदा एकदमै त्यो बच्चा खेलेको हुनुपर्छ है भनेर जब आदर सम्मान होइन छुट्याएर जानुभएको थियो, त घर जाँदा कि त एकदमै खेलेर बस्न सक्ने योग्यको पनि ईश्वरले बनाउनु भएछ होइन। ईश्वरलाई करोड करोडको धन्यवाद गर्छु म यस मसीको नाउँमा। त पिसाब बन्द भएको लगभग 5 दिनको दिनमा होइन थोपा 1 थोपा 2 थोपा गरेर कि त ईश्वरले पुरै पिसाब खुल्ने योग्यको पनि बनाउनु भयो होइन। त ईश्वरलाई करोड करोडको धन्यवाद गर्छु म यस मसीको नाउँमा। त हस्पिटल लगेको भयो होइन, 2-3 लाख अवश्य लाग्ने थियो होइन, अपरेसन गर्नु पर्थ्यो होला होइन, पैसाको खोलो पगाउनु पर्थ्यो होला। जब ईश्वरको राज्यमा होइन जब हामीले माग्यौँ त ईश्वरले गर्दा दिनुभयो होइन। ईश्वरलाई फेरि पनि करोड करोडको धन्यवाद गर्छु म यस मसीको नाउँमा। आज हामीलाई एकदमै राम्रो शिक्षामा मार्गमा आज डोराइराख्नु भएको छ होइन। हाम्रो अग्रजगुवा प्रकाश सर हजुर, सुशीला म्याम हजुर, उहाँको लागि फेरि पनि शिरबन्द माथि लगेर जोरदार तालीले सम्मान गरिदिनु होला। ईश्वरलाई करोड करोडको धन्यवाद गर्छु म यस मसीको नाउँमा। जब हाम्रो शाखामा पनि होइन जब 30 वर्षदेखि होइन एकदमै काम्ने छोप्ने बिमार होइन भएको एकजना आमा हुनुहुन्थ्यो। उहाँ आमा होइन जब दसैँको यही पालि होइन दसैँ होइन यो अगाडिको दसैँमा जब दसैँको दिनमा घरमा ल्याउनु भएको थियो, उहाँको बुहारीहरूले होइन एकदमै शैतानी आत्मा बोलेर होइन हुरहुर्ती रोएर कराएर होइन एउटा आत्मा गयो। भोलिपल्ट आउँछ फेरि अर्को बोल्छ होइन, फेरि अर्को दिन आउँछ फेरि अर्को बोल्छ होइन। एकदमै हजारौँ शैतानी आत्माले चलाएको रहेछ होइन। जब वचन गर्दा अन्य भाषामा होइन एकदमै राख्दा होइन जुटाउँदा एकदमै भलचङ्ग भएर होइन अहिले गवाई भनेर होइन एकदमै ईश्वरको महिमा गरेर हिँड्न सक्ने योग्यको पनि ईश्वरले बनाउनु भएको छ होइन। ईश्वरलाई करोड करोडको धन्यवाद गर्छु म यस मसीको नाउँमा। हिजोको दिन जस्तै म कलेज ब्याचलर होइन पियुमा पढेको, जब त्यो पियुमा पढ्दा पनि के त ईश्वरले होइन एकदमै आशिष उन्नतिमा दिनुभयो। जब हिजोको दिन स्कलरसिपमा एक्जाम दिएर जब म काठमाडौँ पुगेको थिएँ होइन, काठमाडौँ कलेजमा जब त्यहाँबाट पनि के त फेरि ईश्वरसँग नै माग्दा नै ईश्वरले नै स्वर्गीय दूत खडा गरेर होइन फेरि पियुमा ट्रान्सफर हुने योग्यको पनि ईश्वरले बनाउनु भयो होइन। पितालाई करोड करोडको धन्यवाद गर्छु यस मसीको नाउँमा। अहिले होइन एकदम ईश्वरसँग माग्दा नै एकदमै राम्रोसँग होइन कम्प्लिटली ईश्वरले ब्याचलर पास हुने योग्यको पनि बनाउनु भयो होइन। पितालाई करोड करोडको धन्यवाद गर्छु यस मसीको नाउँमा। ईश्वरले भन्नुभएको छ नि होइन जब तिमीले माग्छौ तब तिमीले पाइसक्यौ होइन। मेरो सन्तानले जब तिमीले मागिसक्यौ होइन, जब तिमीले विश्वास गर्छौ तिम्रो लागि के त भइसक्यो भनेर आज ईश्वरले भन्नुभएको छ होइन। हामी ईश्वरको सन्तानले जे बोली गर्यो त्यही हुन्छ भनेर हाम्रो अग्रजगले भन्नुहुन्छ नि होइन। जब हामीले काम प्रकट भएको छैन भने त्यो काम प्रकट हुँदैन। जब हामीले भइसक्यो भने विश्वास गर्छौँ तब के त ईश्वरले हुने योग्यको बनाइसक्नुभयो होइन। ईश्वरलाई करोड करोडको धन्यवाद गर्छु म यस मसीको नाउँमा। जब शैतानी आत्माको घर र परमेश्वरको सन्तानको घर एउटै हुन्छ होइन। अझै परमेश्वरको सन्तानको घर भन्दा के त
शैतानी आत्माको घरमा सजी सजावट होइन, एकदमै चम्किलो होइन, टल्किने होइन, एकदमै राम्रो हुन्छ नि होइन। जब हावाहुरी आउँछ, जब बाढी पहिरो आउँछ, आँधी बेह्री आउँछ, तब शैतानी आत्माको घर पनि ढल्छ, परमेश्वरको सन्तानको घर पनि ढल्छ। तर शैतानी आत्माको घर भने उठ्न सक्दैन जब ईश्वरको सन्तानको घरलाई चाहिँ के त ईश्वरले जुरुक्क उठाउनुहुन्छ होइन। फेरि पनि ईश्वरलाई करोड करोडको धन्यवाद गर्छु म यस मसीहको नाउँमा। ईश्वरले ईश्वरको सन्तानलाई होइन एकदमै सधैँ समस्यामा पारिराख्न दिनु हुँदैन ईश्वरले होइन, भन्नुभएको छ नि। जब तिमीले विश्वास गर्छौ तब तिम्रो विश्वासद्वारा के त मैले तिमीलाई जुरुक्क उठाउँछु मेरो सन्तान भनेर आज ईश्वरले भन्नुभएको छ होइन। फेरि पनि ईश्वरलाई करोड करोडको धन्यवाद गर्छु म यस मसीहको नाउँमा होइन। आज मलाई चाहिँ मम्मीले चाहिँ घरमै आऊ, यहीँ महिमा गर्न आऊ भन्नुभएको थियो होइन। तर ईश्वरको योजना अनुसार मलाई चाहिँ यतै आउने मन भयो, किनकि शनिबार चाहिँ पहिलो पटक होइन म यहाँ जुट्दैछु होइन। आज ईश्वरले नै उपस्थित गराउनु भयो होइन। त मैले गवाई भन्छु सोचेको थिएँ अघि, तब होइन तल्लो फ्लोरबाट मात्रै गवाईको पालो रहेछ होइन। जब फेरि ईश्वरले नै अगुवाई गर्नुभयो होइन, गवाई प्लस वचनद्वारा होइन नाम आयो होइन। फेरि पनि ईश्वरलाई करोड करोडको धन्यवाद गर्छु म यस मसीहको नाउँमा। एकचोटि ईश्वरको लागि फेरि पनि शिरभन्दा माथि लगेर ताली बजाउनुहोस्, हाम्रो अग्रज अग्गको लागि होइन, हजुरहरूको लागि पनि होइन। त आज ईश्वरले दिनुभएको गवाई होइन, सत्य गवाई, यी दुई धारे तरबारभन्दा तेजिलो होइन, जुन शैतानी आत्माको योजनालाई च्वाट्ट काट्ने होइन, यी हतियार छन् होइन, स्वर्गको हतियार होइन। यी सबैले यी वचनद्वारा के त हजुरहरूको जीवनमा फल आशिष मिलिसक्यो। हजुरहरूको नबनेको काम कारोबार सम्पूर्ण योजना इच्छा ईश्वरले के त पुरा गरिसक्नुभयो। ईश्वरलाई करोड करोडको धन्यवाद गर्छु म यस मसीहको नाउँमा। सर्वशक्तिमान परमेश्वर पितालाई गिन्ती धन्यवाद गर्छु म मसीह येशूको नाउँमा। हाम्रो आदरणीय अग्रजगुवा सर हजुर म्याम हजुर टाढै भए पनि म शिर झुकाइ नमन व्यक्त गर्न चाहन्छु। स्टेजमा रहनुहुने लिडरजन र टाढा टाढा आउनुभएको लिडरजन र परमेश्वरको आत्मिक सन्तानमा पनि म प्रमिलाको तर्फबाट शिर झुकाइ नमन व्यक्त गर्न चाहन्छु। ईश्वर पितालाई नै गिन्ती धन्यवाद गर्छु म मसीह येशूको नाउँ। परमेश्वर चिने मेरो आफ्नै कारणले मेरो जिन्दगीको ठुलो गवाई भन्नुपर्दा परमेश्वर चिनिन मेरो जिन्दगीको ठुलो गवाई हो। र मेरो होल फ्यामिली एउटै छाना मुनि रहेर परमात्माको क्रियाशील वचन मेरो अग्रज अगुवा सर हजुर म्याम हजुरको मुख भएर लिन पाउनु नै मेरो जिन्दगीको ठुलो गवाई हो। त्यसमा पनि ईश्वर पितालाई गिन्ती धन्यवाद गर्छु म मसीह येशूको नाउँमा। सुसमाचार सुने मेरो ठुलो मम्मीबाट ठुलो मम्मीलाई पनि म शिर झुकाइ नमन व्यक्त गर्न चाहन्छु। परमेश्वर चिने मेरो आफ्नै कारणले मेरो सांसारिकमा समस्या भन्नुपर्दा मेरो मेन्सुरेसनको समस्या थियो। मलाई मेन्सुरेसनमा यति हालत आउँथ्यो कि महिनामा एकचोटि पिरियड भयो भने मलाई लगातार 8-9 महिनासम्म मलाई ब्लिडिङ भइरहेको थियो। त्यो समस्या देखेर मेरो ठुलो मम्मीले घरमा आएर सुसमाचार सुनाउनु भयो। सुसमाचार सुनाएर मम्मीलाई सुसमाचार सुनाउनु भयो र मम्मीले मेरो छोरी ठिक हुन्छ भने म सचाइ पठाउँछु भनेर भन्नुभयो। र त्यसको पर्सिपल्ट शनिबार थियो र हामी महिमामा जुट्यौँ। त्यस दिनबाट आजसम्म जुटेको म 11-12 वर्षको परमेश्वरको सन्तान भएको रहेछु। त्यसमा पनि ईश्वर पितालाई गिन्ती धन्यवाद गर्छु म मसीह येशूको नाउँमा। मेरो होल फ्यामिली परमेश्वरको सन्तान हुनुहुन्छ। सम्पूर्णलाई ईश्वरले यति आनन्द कि यति आशिषमा राख्नुभएको छ, त्यसमा पनि ईश्वरलाई गिन्ती धन्यवाद गर्छु म मसीह येशूको नाउँमा। मलाई पहिला सांसारिकमा यदि ब्लिडिङमा प्रब्लम भएको थियो, पिरियडमा प्रब्लम भएको थियो, मलाई ननस्टप 8-9 महिना ब्लिडिङ भइरहेको थियो। र मम्मीले मलाई सांसारिक जीवनमा हरेक ठाउँमा लिएर जानुभयो, डक्टरकोमा, लामाकोमा, धामीमा, सबै कुरामा लग्नुभयो। तर कुनै कुराले पनि मलाई केही भएको थिएन। जुन दिन मलाई ठुलो मम्मीले सुसमाचार सुनाएर परमेश्वरको राज्यमा आयो, त्यस समस्याबाट मलाई परमेश्वरले एकदम मुक्त गर्नुभएको छ। त्यसमा पनि ईश्वरलाई धन्यवाद गर्छु म मसीह येशूको नाउँमा। मम्मीलाई र मलाई डक्टरले क्यान्सरको ट्याग लगाइदिएको थियो र साथै पाठेघर पनि फाल्नुपर्छ भनेर भनेको थियो। तर मेरो मम्मीको मुख भएर परमेश्वर बोल्नु भएर मम्मीले मलाई मेरो र मम्मीको पाठेघर फाल्नु नि परेन। त्यसमा पनि ईश्वरलाई गिन्ती धन्यवाद गर्छु म मसीह येशूको नाउँमा। हजुरहरूले मेरो गवाई त मेरो फ्यामिली होल फ्यामिलीको मुखबाट सुनिराख्नु भएको छ, मेरो राजाको मुखबाट पनि सुनिराख्नु भएको छ मेरो गवाई। र त्यसमा पनि ईश्वरलाई धन्यवाद गर्छु मसीह येशूको नाउँमा। अस्तिको वर्षको पनि हजुरले गवाई सुनिसक्नु भयो। मेरो र मेरो राजाको एकदम सास फेर्न एकदम समस्या आइराखेको थियो। त्यो टाइममा पनि हामीलाई एउटा पानी ग्लासमा हालेर खाने अवस्था पनि थिएन। त्यस समयमा ईश्वरको योजना अनुसार मेरो बाबा मम्मीको फोन आएर त्यस समयमा हामी तल घर गएर यति
मम्मी बाबाले यति उत्साहित गराउनु भयो कि त्यो समस्याबाट टाढा भयो त्यसमा पनि ईश्वरलाई गिन्ती धन्यवाद गर्छु म मसीह येशूको नाउँमा। त्यस समयमा यदि उत्साहित गर्नुहुने मेरो होल फ्यामिली, मेरो अङ्कलको फ्यामिली र साथै स्वर्गदूत बनेर पठाउनु भयो। हाम्रो आदरणीय अग्रज अगुवा विजय सर, सनम दिदी, दीपक सर र देवी दिदीलाई पनि म शिर झुमाइ नमन व्यक्त गर्न चाहन्छु। त्यसमा पनि ईश्वर पितालाई गिन्ती धन्यवाद गर्छु म मसीह येशूको नाउँमा। यदि हालत समस्या आउँदा पनि हामीलाई परमेश्वरले कहिल्यै पनि लड्न दिनु भएन, ढल्न दिनु भएन, समस्याबाट हामीलाई कहिल्यै पनि लत्रिन दिनु भएन, किनकि हामी परमेश्वरका सन्तान हो। परमेश्वरले भन्नुभएको छ नि, हे मेरा सन्तान, रायोको दाना जतिको मात्र विश्वास गरेर हेर न, मैले तिम्रो आँखाको अगाडि तिमीले नसोचेको, तिमीले नकल्पेको, तिमीले योजना नगरेको कुराहरू तिम्रो अगाडि मैले पुरा गर्नेछु मेरो सन्तान भन्नुभएको छ। त्यसमा पनि ईश्वर पितालाई गिन्ती धन्यवाद गर्छु म मसीह येशूको नाउँमा। परमेश्वरले भन्नुभएको छ, हे मेरा सन्तान, परमेश्वरमा विश्वास राख, साँच्चै म तिमीहरूलाई भन्दछु कि यदि कसैले आफ्नो हृदयमा शङ्का गर्दैन र आफूले भनेको कुरा पहाड जस्तो समस्यालाई नि मसीह येशूको नाममा हट भन्यो भने त्यसको निम्ति त्यस्तै हुनेछ भन्नुभएको छ नि। र परमेश्वरले भन्छ, जब हालत समस्या आउँछ नि, हे मेरो सन्तान तिमी नडराऊ, जब नडराऊ, त्यो हालतलाई नहेर, त्यो समस्यालाई नहेर भन्नुभएको छ नि। जब त्यो हालत समस्यालाई हामी हेर्दैनौँ नि, परमेश्वरले भन्नुभएको छ तिमी मेरो कार्य गरेर मात्र हेर। ईश्वरले हामीलाई दिनुभएको कार्य भनेको विश्वास गर्ने, परमेश्वरको सुसमाचार हरेकलाई सुनाउने भन्नुभएको छ नि। हरेकलाई सुसमाचार सुनाएर तिमी अघि बढ, तिमी मात्र होइन हरेकलाई अगाडि बढ्न मन आत्मा गर मेरो सन्तान भन्नुभएको छ नि। त्यसमा पनि ईश्वर पितालाई गिन्ती धन्यवाद गर्छु म मसीह येशूको नाउँमा। होल फ्यामिलीलाई परमेश्वरले यति उत्साहित कि यति आशिषमा राख्नु भएको छ। माग्नुभन्दा अगाडि मेरो सन्तानलाई के चाहिएको छ भनेर परमेश्वर पिताले हरेक इच्छा पुरा गर्नुभएको छ। त्यसमा पनि ईश्वर पितालाई गिन्ती धन्यवाद गर्छु मसीह येशूको नाउँमा। हरेक समस्या आउँछ त, जब परमेश्वरको होल फ्यामिली परमेश्वरको सन्तान हुन्छौँ नि, त्यो समस्यालाई त परमेश्वरले नजिक पर्नै नदिनु हुँदो रहेछ कि मैले मेरो लाइफमा भोगेको छु। त्यसै कारणले हजुरहरू सम्पूर्णले पनि विश्वास गर्नु, परमेश्वरमा यति विश्वास गर्नु कि परमेश्वरले भन्नुभएको छ, मेरो सन्तान तिमी सिर्फ विश्वास मात्रै गरेर हेर, मेरो महिमामा रभाउ, उत्साहित भाउ मात्रै भन्नुभएको छ कि। त्यसमा पनि ईश्वर पितालाई म अनेक गिन्ती धन्यवाद गर्छु म मसीह येशूको नाउँमा। र मेरो गवाई वचनले सम्पूर्णलाई ईश्वर पिताको भरिपूर्ण आशिष मिल्यो भन्दै र हजुरहरूको गवाई वचनले नै मलाई आशिष मिल्यो भन्दै ईश्वर पितालाई धन्यवाद गर्छु म मसीह येशूको नाउँ। परमेश्वर पिता, जगतकै मालिक, तिनै लोकका सृष्टिकर्ता परमेश्वर, परम धन्य परमात्मा परमेश्वरलाई करोडौँ धन्यवाद गर्छु मसीह येशूको नाउँमा। र ईश्वरीय मार्ग भजन मण्डल सच्चाइ केन्द्रका प्रमुख, उपप्रमुख सर हजुर, म्याम हजुर र उहाँको समस्त घर परिवारमा मेरो हृदयदेखि नमन, पिताको भरिपूर्ण आशिष सदा सर्वदा मिलिरहोस्। परमेश्वरलाई धन्यवाद। र जति पनि यहाँ केन्द्रमा उपस्थित केन्द्रीय लिडरहरू र वाद्यवादन सर हजुरहरू, म्युजिक एन्ड सर हजुरहरू, क्यामेराम्यानमा बस्नुहुने सर हजुरहरू र जति पनि परमेश्वरले होइन चुनेर बोलाइ आफ्नो स्वर्गको राज्य, स्वर्गको भोजन दिनको लागि हरेकलाई चुनी ल्याउनु हुने सम्पूर्णमा एक मुष्टमा मेरो शिरदेखि शिर नुहाई नमस्कार र पिताको भरिपूर्ण आशिष। परमेश्वरलाई धन्यवाद गर्न चाहन्छु पिता मसीह येशूको नाउँमा। आज धेरै महिना होइन कि वर्षौँदेखि होइन बल्ल आज परमेश्वरले दिनुभएका गवाई वचनलाई होइन बोल्ने मौका, यो पनि परमेश्वरको योजना हजुर, मेरो योजना भएर त हुँदैन। परमेश्वरको जो योजना छ हामी त्यसमै खुसी र रमाहट हुनुपर्छ। पितालाई धन्यवाद गर्छु मसीह येशूको नाउँमा। मैले पनि परमेश्वरलाई चिने, मेरो आफ्नै समस्याले होइन, समस्या त अनगिन्ती थियो, तर समस्यालाई हेरिन मेरो दाहिने हात जो चल्न सकेको थिएन, कपाल बाँध्न पनि सकेको थिइनँ, हरेक ठाउँमा भौतारेको थिएँ, कहीँ गएर पनि मैले जीवन पाएको थिइनँ। र जब सुसमाचार पाएँ, जब स्वर्गको राज्यमा आएँ, यी समस्यालाई परमेश्वरले मसीह येशूमा हटाइदिनु भयो होइन। परमेश्वरलाई धन्यवाद मसीह येशूको नाउँमा। र परमेश्वर पितालाई धन्यवाद गर्छु। हिजोको दिनमा म आफै होइन कामनी र धामनी भएर 13 वर्षसम्म मैले माछा मासु नखाएर घरदेखि टाढा जाँदा पनि कसैको घरमा पानी पनि नपिएर आउनु पर्थ्यो। त्यस्तो अवस्थामा गुर्जेको थिएँ हिजोको दिनमा। कुनै भिडमा जानु हुन्थेन, कुनै बच्चाको जुठो पनि खानु हुन्थेन, इन्सुरेन्सले छुन हुन्थेन। शैतानले त्यो लाजमा पराएको थियो। आज त्यो लाजमा पारेको जीवनलाई परमेश्वरले उच्च स्थानमा राख्नुभयो होइन। यो पनि परमेश्वर पितालाई धन्यवाद।
मसीह येशूको नाउँमा जब हामी परमेश्वरमा अघि बढ्छौँ शैतानले पछाडि तान्न खोज्छ, तर हाम्रो विश्वासलाई जब हामी दरिलो भएर पिता हजुर नै हुन्छ भनेर जब लागि पर्छौँ त त्यसको कुनै पनि युक्तिहरू सफल हुन दिनुहुने छैन। परमेश्वरले आफ्नो सन्तानको लागि हर हमेसा म तिम्रो पासमा छु, नडराऊ, निराश नहो मेरो बच्चा, म तिमीलाई बचाउने छु, मेरो दाहिने हातले समेल्ने छु, तिमीलाई म लड्न दिने छैन, गिर्न दिने छैन भन्नुभएको वचन आज पुरा गरेर देखाउनु भएको छ। परमेश्वरलाई धन्यवाद मसीह येशूको नाउँमा। होइन, समस्या त कति गवाई यत्रो वर्ष भइसक्यो, गवाई धेरै दिनुभएको छ परमेश्वरले। हालसालकै गवाई मेरो जब यो घाँटी दुखेको थियो, होइन, घाँटी सुत्न पनि मलाई गाह्रो, यो मुन्टा पनि बेसरी दुख्ने, यहाँ महिमामा बस्दा कर 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 खाने। अनि म्याम हजुरको घरमा गएँ, आदर सम्मान दिएँ, म्याम हजुर मेरो यो घाँटी के भएछ, दुखेछ बेसरी, सुत्न पनि सक्दिनँ। तर मैले समस्या कसैलाई नि बोल्दिनँ कि घरको परिवारलाई नि बोल्दिनँ, किनकि परमेश्वर भन्नुहुन्छ पहिला मलाई भन। होइन, शैतानको भित्ताको पनि कान हुन्छ। हामीलाई पेट दुख्यो भने पेट दुख्यो, ढाड दुख्यो त नाइ पिता हजुर हुनुहुन्छ। हिजोको दिनमा उठाउनु भएछ भने आज पनि हजुरले उठाइसक्नुभयो परमेश्वर भन्छु। होइन, ईश्वरलाई धन्यवाद। जब म्याम हजुरले चङ्गाइदिनु भयो, आज यो समस्या पनि मसीमा हटाइदिनु भएको छ। परमेश्वरलाई धन्यवाद। आजसम्म होइन, ईश्वरको योजना परमेश्वर भन्नुहुन्छ शैतानले तिमीलाई गिराउन खोज्छ, तुच्छ्याउन खोज्छ, तर पनि तिमीलाई मैले उच्च पारेको छु। होइन, जब मेरो घर बन्ने बेलामा धेरै हालत आयो, तर घर सम्पन्न भयो, सर्ने बेलामा छिमेकीहरू सबैले भन्नुभएको थियो अब त पूजा लगाउनु पर्छ, किनकि म 13 वर्षसम्म म आफै माता भएर बसेको थिएँ त, तब पनि मैले केही उद्धार पाएको थिइनँ। होइन, जब मैले परमेश्वरलाई अघि सारेँ, प्रार्थना गरेँ, अन्य भाषा गरेँ, अनि श्रीमानलाई नि पूजासुजा गर्नु पर्दैन, परमेश्वरले यो माटो होइन सबै कुरा ढुङ्गा बालुवा सबै ईश्वरले बनाउनु भएको, सबै पवित्र छ। पवित्र मन लिएर गएपछि कुनै पनि अनिष्ट हुँदैन। परमेश्वरले सबै रक्षा सुरक्षा गर्नुभएको छ भनेर जब म नयाँ घरमा सरेको केही बेरमा मेरो खुट्टा भ्राङबाट झर्छु भन्दा खुट्टा फ्र्याक्चर भयो। ईश्वरलाई धन्यवाद। त्यो बेलामा परमेश्वरको योजना, म्याम हजुर सर हजुर विदेशमा हुनुहुन्थ्यो। होइन, फोन त हानेको थिएँ तर लाएन। रातभरि बसेँ, बिहान उठ्दा खुट्टा बेसरी सुन्निएको। घरको परिवार त मन कमजोर भइहाल्छ। होइन, उहाँहरूले हस्पिटल लानुभयो, 10-12 दिनसम्म हस्पिटल बसेँ, अपरेसन गर्नु पर्यो, तर पनि परमेश्वर पितालाई धन्यवाद। होइन, यो खुट्टामा किल्लाहरू 11वटा किल्ला र यति मोटो फलामको त्यो क्लिप। होइन, ईश्वर धन्यवाद। होइन, अस्तिको बेलामा जब म्याडमलाई आदर सम्मान गरेँ, मेरो त्यो रडहरू निकाल्नु पर्ने, मलाई हिँड्दा बेसरी दुख्थ्यो, धेरै हिँड्दा सुनिन्थ्यो। अनि म्याडमलाई जाने बेला म्याम भोलि मेरो अपरेसन छ, किनकि सधैँ जिउलाई फेरि काट्नु पर्दा त डर पनि लाग्दो रहेछ के, मानिसमा त भरोसा छैन नि त। होइन, अनि म्याडमलाई भने, म्याडमले भनेको केही पनि हुन्न, सहज हुन्छ, खुरुक्क भोलि आनन्दै, केही पनि डराउनु पर्दैन, सबै राम्रो सफल परमेश्वरले गरिसक्नुभयो भन्यो। ईश्वरलाई धन्यवाद। जब अपरेसन कोठामा बेहोस गर्न लायो, डक्टर भन्छ तपाईँको किल्ला निकाल्न मिलेन भने दिदी कुनै बेलामा तपाईँको किल्ला त्यही अड्किन्छ, मैले पहिल्यै भनेको छु भने ईश्वर यो त हुनै सक्दैन। अनि मेरो आदीहरू मात्रै बेहोस गराएको, अरू त मलाई थाहा छ। होइन, अनि सबै किल्ला निकाल्यो। 3टा किल्ला निकाल्ने बेलामा त्यो डक्टर पनि आत्तिएको छ, जम्मै कानले सुनेको छु, यो किल्ला यसरी आउँदैन भन्छ, घरि के घन भनेछ, घरि के भनेछ। अनि मैले मेरो म्याडमको त्यो अनुहारलाई मेरो अनारी देखेँ कि झस्से म्याडम मेरो मुख सामुन्ने आउनुभयो। केही हुन्न, भइसक्यो पिता धन्यवाद। यो डक्टरको हातद्वारा हजुरले निकाल्नुहोस् है, यो त रहनु हुँदैन, यो त निस्किनुपर्छ पिता भनेछु, डरा छैन, अन्य भाषा गरेको छु। म्याडमले त्यो बोलेको शब्दलाई कानमा गुन्जिराखेको छ। होइन, त्यो अनुहारलाई झलझल देखेको छु। एकछिनपछि डक्टरले सफल भयो भन्नुभयो, पिता धन्यवाद, यो पनि हजुरको योजना भने, परमेश्वरलाई धन्यवाद। त्यसरी अपरेसन गरेको खुट्टा जब मलाई आइसियुमा लयो, सबै डक्टरहरू आउँछ, हजुरलाई दुखे छैन भन्छ, पिता धन्यवाद। दुखेकै छैन त, काट्न त अलिअलि त दुख्छ, तर दुखेकै छैन, तपाईँलाई फेरि दबाई दिनुपर्छ कि इन्जेक्सन दिनुपर्छ कि भनेर आएछ। मलाई केही भएन, म ठिक छु भने भोलिपल्ट पर्सिपल्ट घर आउने परमेश्वरले बनाउनु भयो। आज एकदम ठिकठाक छु, परमेश्वरलाई धन्यवाद। होइन, त्यसैले परमेश्वर वचनमा नि भन्नुभएको छ, म बुढेसकालदेखि
त्यही हुँ। तेरो कपाल नफुल्जेलसम्म म नै परमेश्वर, म तँलाई थाम्ने छु, म तँलाई सम्हाल्ने छु, म तँलाई बोकेर हिँड्ने छु, म तँलाई कहिल्यै छोड्ने छैन मेरो बच्चा। जब सङ्कष्ट पर्छ मलाई पुकार, तैँले पुकार्नु अगाडि म हजुर भनेर हाजिर हुनेछु, ती समस्यालाई हटाएर म तिमीलाई उच्च पार्नेछु भन्नुभएको वचन आज पुरा गरेर देखाउनु भएको छैन। परमेश्वर पितालाई धन्यवाद गर्छु। आज विश्वास बिना परमेश्वरलाई प्रसन्न पार्न सकिँदैन हजुर। जहाँ विश्वास हुनुहुन्छ त्यहाँ ईश्वर हुनुहुन्छ, जहाँ विश्वास छैन त्यहाँ त हिजोको झैँ संसारको समस्याले फेरि रोमालेर त्यही अन्धकारमा हामीलाई हराउन खोज्छ। त्यसैले संसारको कुरामा होइन, जब हामी स्वर्गको कुरामा मन लगाउँछौँ, स्वर्गको कुरामा ध्यानसँग सुन्छौँ, तब हामीलाई आत्मिकतामा नि परमेश्वरले तीव्र गतिले बढाउँदै लानुहुन्छ। ईश्वर जान्नुहुन्छ मेरो बच्चालाई कसरी बढाउनु पर्छ, कुन वचनले मेरो बच्चा उठ्न सक्छ, सबै कुरा जान्ने परमात्मा हुन्छ। हामीले केही पनि जानेको छैन, बोल्न पनि जाने थिएन, आज परमेश्वरले सिकाउनु भयो भने हरेक कुरोमा पिताले बढाउँदै हुनुहुन्छ। परमेश्वरलाई धन्यवाद। होइन मसी यसुको नाउँमा परमेश्वरमा असम्भव छैन हजुर। जब म रातिको हामी 2-4 जना मिलेर मेसेन्जरमा हामीले महिमा गर्छौँ, एकजना म्याम हजुरको डक्टर कहाँ गएर दुइटै आँखा बन्द भएको, डक्टरले हुँदैन अब सम्भव छैन भनेको, जब म कहाँ जुट्नुभयो, जुटेको 1 हप्तामा त्यो दुवै आँखा देख्ने परमेश्वरले बनाउनु भयो। यस्तो महान परमेश्वर जब उहाँको जीवनमा काम गर्यो, म यति उत्साहित भएँ कि मद्वारा पनि त पिताले काम गर्नुहुने रहेछ। होइन म्याम हजुरले भन्नुहुन्छ नि सबैद्वारा काम गर्छु, सबैमा ईश्वरको आत्मा छ। आज 3 दिनमा जीवित पार्ने परमेश्वरको आत्मा आज हाम्रो पिताले हामीलाई दिनुभएको छैन। हामी हिजो डरमा थियौँ भने आज पिताले शक्ति र सामर्थ्यमा राख्नु भएको छ। परमेश्वरलाई धन्यवाद। होइन मसी यसुको नाउँमा एकजना सर हजुर हुनुहुन्छ रोल्पाको, उहाँको खुट्टामा घाउ भएर गोलीगाँठामा कति वर्षसम्म दबाई गर्दा पनि ठिक नभएको, लामा झाँक्रीले पनि ठिक नभएको, जब जुटाउनु भयो उहाँको बुहारी जुट्नुभयो, निको हुनुभयो। अनि म्याम हजुर मेरो ससुरा बाको नि त्यो खुट्टाबाट पिप आइरहेको छ। ईश्वरमा भरोसा गर्नु, परमेश्वरमा सम्भव छ। विश्वास गर्छ म चङ्गाइदिन्छु, परमात्माको आत्माद्वारा परमेश्वरले चङ्गाउनुहुन्छ, ठिक हुन्छ भनेको चङ्गाको 2 दिनमा त्यो घाउ एकदम भलाचङ्गा परमेश्वरले बनाउनु भयो। होइन परमेश्वर पितालाई धन्यवाद। मसी यसुको नाउँमा भन्दै यिनै परमेश्वरको जीवित वचन र मेरो जीवनमा र सर हजुर म्याम हजुरको जीवनमा गर्नुभएको परमेश्वरको यो असल कार्यहरूले होइन हजुरहरूको घर परिवारमा आशिष अनुग्रह शान्ति मिलिसक्यो। हजुरहरूको गवाई वचनले पनि मलाई आशिष मिलिसक्यो भन्दै परमेश्वर पिता हजुरलाई धन्यवाद मसी येशूको नाउँमा। र हाम्रो अग्रज अगुवाको आज बर्थडे होइन, उहाँको जन्मदिनको लागि नि धेरै अनगिन्ती शुभकामना भन्न चाहन्छु। उहाँको हरेक योजना परमेश्वरले उच्च स्थानमा सफल गराइरहनु भएको छ। पिता हजुरलाई धन्यवाद, आज यो मौका दिनुभयो, यसको लागि नि परमेश्वरलाई धन्यवाद। तिनै लोकका सृष्टिकर्ता जगतकै महान मालिक परमात्मा परमेश्वरलाई अनगिन्ती धन्यवाद गर्छु म मसी येशूको नाउँमा। यसै गरी धन्यवाद साथै सम्मान गर्न चाहन्छु हामी सबैका आदरणीय अग्रज अगुवा प्रकाश सर हजुर, सुशीला म्याम हजुर, उहाँका सम्पूर्ण घर परिवारमा र यसै सच्चाइ केन्द्र नेपाल परिवारमा पनि एकदमै हृदयबाट नै सुसम्मान व्यक्त गर्न चाहन्छु। त परमेश्वरलाई धन्यवाद गर्छु म मसी येशूको नाउँमा। यसै गरी एकदमै परमेश्वरको महिमामा अगाडि बढाउनु हुने एकदमै हेमदा शाखाका अग्रज अगुवा हाम्रो बुद्ध म्याम हजुर, दिनेश सर हजुरको होल फ्यामिलीमा पनि ताडैबाट शिर झुकाएर नम्र नमन गर्न चाहन्छु। त परमेश्वरलाई अनगिन्ती धन्यवाद गर्छु म मसी येशूको नाउँमा। र म एकदमै म्याग्दी देवी स्थानदेखि यहाँ जुटेको होइन, त एकदमै परमात्मालाई अनगिन्ती धन्यवाद म मसी येशूको नाउँमा। त एकदमै परमेश्वरको महिमामा जुट्नुभन्दा पहिला मेरो शरीरमा पनि एकदमै टन्सिलको समस्या थियो, पाइल्सको समस्या थियो, घर परिवार अशान्तिमा थियो। जब म जुटेको थिएँ त्यो समयमा त्यो ठाउँमा कुनै पनि आत्मिक सन्तानहरू हुनुहुन्थेन होइन। तब परमेश्वरको आत्माबाट जब मैले ग्रहण चङ्गाई गरेँ तब मेरो शरीरमा भएका एकदमै त्यो टन्सिल पाइल्सहरू सबै मसी येशूमा परमेश्वरले हटाइदिनु भयो। त त्यसै दिनबाट म एकदमै विश्वासमा बढ्दै गएँ परमेश्वरको योजना। तब 1-1.5 वर्ष जब हामी लामगाडीमा महिमा जुट्यौँ तब परमेश्वरको योजना
जब म आफ्नो घर फर्किएँ म्याग्दी देवी स्थानमा होइन, तब परमेश्वरको योजना त्यो ठाउँमा पनि परमेश्वरले एकदमै स्वयं आफ्नो महिमा गर्न सिकाउनु भयो। अहिले त्यो ठाउँमा पनि परमेश्वरले सानो एउटा भवन दिनुभएको छ र 100 जना जनहरू परमात्माले दिनुभएको छ। त यसमा पनि पितालाई अनगिन्ती धन्यवाद म मसीह येशूको नाउँमा। त एकदमै जीवनमा धेरै समस्या हालतहरू थिए, घर परिवारमा पनि होइन, मेरो आमामा सधैँ धार दुख्ने त्यस्तो समस्याहरू थियो। त हामी एकदमै आफ्नो घरमा बस्न पनि नहुने त्यस्तो समस्याहरू थियो। जब परमेश्वरको महिमा मैले जानी नजानी गर्न थालेँ, तब एकदमै घरमा बस्ने योग्य पनि परमेश्वरले बनाउनु भयो होइन। यसमा पनि ईश्वरलाई अनगिन्ती धन्यवाद म मसीह येशूको नाउँमा। त एकदमै परमेश्वरको पवित्र आत्मा भएर आज त्यो ठाउँमा पनि परमेश्वरले ठुला ठुला कामहरू गर्नुभएको छ होइन। एकदमै कति वर्षौँसम्म सन्तान नहुनुभएकोलाई एकदमै परमात्माले आजभन्दा 3 वर्ष पहिला त्यति बेलाको समयमा म यहीँ नै बसेर महिमा जुर्थेँ होइन। तब परमेश्वरको योजना विवाह गरेको 18-19 वर्षसम्म पनि एकदमै सन्तान भएको थिएन। त बच्चा कोखमा आउँथ्यो त काखमा आउन पाउने थिएन। जब परमेश्वरको महिमामा उहाँलाई जुटायो तब परमेश्वरले एकदमै जुम्लिया बाबु एकदमै दिनुभयो होइन। त यसमा पनि ईश्वरलाई अनगिन्ती धन्यवाद म मसीह येशूको नाउँमा। तब परमेश्वरको योजना त्यो ठाउँमा पनि परमेश्वरले एकदमै सुगर प्रेसर भएर एकदमै अन्तिम स्टेजमा पुगेको होइन, त्यस्तो व्यक्तिलाई पनि परमात्माले आज भलाचङ्गा बनाउनु भएको छ। त्यसै गरी एकजना अङ्कलको जो एकदमै फोक्सोमा क्यान्सरको लक्षण छ भनेर जब अस्पतालले भन्नुभएको थियो, तब परमेश्वरको योजना महिमा जुट्नुभयो, ग्रहण चङ्गाई गरेर उत्साहित बनायो। आज 3-4 वर्ष भइसक्यो होइन, एकदमै भलाचङ्गा बनाउनु भएको छ। यसमा पनि ईश्वरलाई अनगिन्ती धन्यवाद गर्छु म मसीह येशूको नाउँमा। तब परमेश्वरको योजना एकदमै परमात्माको योजना होइन। सुरुवातको अवस्थामा एक्लै थिए, त परमेश्वरले आज धेरै जनहरू लिडरहरू दिनुभएको छ। त यसको लागि पनि ईश्वरलाई अनगिन्ती धन्यवाद म मसीह येशूको नाउँमा। जुटेको त धेरै समय भइसक्यो, तर पनि केही बुझेको केही जानेको छैन। ईश्वर स्वयं आज हामी सबैलाई सिकाउनको लागि यो स्थानमा परमात्माले हामीलाई भेला बनाउनु भएको छ। त यसको लागि पनि ईश्वरलाई अनगिन्ती धन्यवाद म मसीह येशूको नाउँमा। तब परमेश्वरको योजना आजभन्दा 3 महिना पहिला होइन, एकदमै भाइरल ज्वरोले त्यो समस्याले मलाई पनि एकदमै गाह्रो भएको थियो। 25 दिनसम्म भात पनि खान नहुने, जे खायो त्यही गनाउने होइन, भमित हुने। एकदमै 25 दिनमा मात्र 5 छाक भात मैले अलिकति बढी खाएको थिएँ, त्यस्तो बनाएको थियो। तब पनि परमेश्वरमा नै उत्साहित भए। अब परमेश्वरमा नै उत्साहित हुँदै जनहरूलाई पनि उत्साहित बनाउँदै आफू पनि उत्साहित हुँदै ईश्वरको महिमा जोड्दै गए। तब एकदमै 18 दिन भइसकेको थियो मलाई त्यो समस्या आएको। तब आत्मामा ईश्वरले अगुवाई गर्नुभयो होइन। म्यामजीलाई कल गरेको थिएँ, रिसिभ हुन सकेन। तब सरजुलाई फोन गरेँ, 1 मिनट 30 सेकेन्ड बोलेर सरजुले चङ्गाई दिनुभयो। तब भोलिपल्टबाट एकदमै भलाचङ्गा परमेश्वरले होइन, सबै कुरा खान सक्ने योग्यको परमेश्वरले बनाउनु भयो। त यसको लागि पनि ईश्वरलाई अनगिन्ती धन्यवाद म मसीह येशूको नाउँमा। आज हाम्रो सरजुर म्याम हजुर कति महान हुनुहुन्छ होइन। आज उहाँहरूको द्वारा हामी यति धेरै जीवन पाइसकेका छौँ। हाम्रो सरजुर म्याम हजुरलाई एकदमै यसै स्थानबाट पनि शिर झुकाएर नम्र नमन गर्न चाहन्छु होइन। आज एकदमै जति ठुलो उपहार दिए पनि उहाँहरूलाई कमी नै हुन्छ। त्यस्तो महिमा, यस्तो प्रेम होइन, यस्तो सद्भाव आज जो परमेश्वरले दिनुभएको छ। आज यस्तो प्रेमको आत्मा दिनुहुन्छ। उहाँहरूको तस्बिर देख्दा मात्रै पनि यो आत्मा, यो हृदय होइन यति खुसी हुन्छ। त यसको लागि पनि पितालाई अनगिन्ती धन्यवाद म मसीह येशूको नाउँमा। तब परमेश्वरको योजना, तब आजभन्दा 2 हप्ता अगाडि मेरो आँखामा पनि एकदमै समस्या आएको थियो। आँखा पुरै, यो दाहिने आँखा होइन पुरै बन्द भइसकेको थियो। जब हाम्रो भेडी फारम महिमाको लागि मैले जो सुसमाचार पाएको थिएँ, तब परमेश्वरको योजना शुक्रबार आउँदासम्म पनि मेरो यो आँखाले, दाहिने आँखाले कुनै अक्षरहरू पनि देख्ने थिएन होइन, पुरै बन्द भइसकेको अवस्था थियो। जब शनिबारको महिमा जुटे तब परमेश्वरले यो आँखाको साइज पनि सानो भइसकेको थियो होइन, बानी नै यस्तो चिम्ले गर्ने बानी नै भइसकेको थियो त्यो दुखाइले।
तब परमेश्वरको योजना आज एकदमै सबै देख्न सक्ने योग्य स्वयं परमात्माले बनाउनु भयो होइन। त यसको लागि पनि ईश्वरलाई अनगिन्ती धन्यवाद म मसी येशूको नाउँमा। त्यसै कारण त परमात्माले हामीलाई भन्नुभएको छ कि एकदमै पृथ्वी तली जानेछ होइन, आकाशहरू तली जानेछन्, पृथ्वी गलेर जानेछ, तर तिमीहरूका निमित्त मैले दिएको वचन कहिले पनि नष्ट हुने छैन, जो परमेश्वरले भन्नुभएको छ होइन। सुरुवातको समयमा एकदमै डरको आत्मा थियो त्यो ठाउँमा, धेरैले यसलाई घर निकाला गर्नुपर्छ होइन, त्यस्तो भन्नुभएको थियो मलाई पनि। तर आज ती सबै समस्याहरूलाई परमेश्वर स्वयं समाधान गरेर त्यो ठाउँमा पनि भवन बनाएर ईश्वरको महिमा गर्ने योग्य परमेश्वरले बनाउनु भएको छ होइन। आज एकदमै परिवारबाट सपोर्ट थिएन, कसैले पनि जान्नुभएको थिएन ईश्वरको महिमा। त्यति बेलाको समयमा आजभन्दा 10 वर्ष पहिला होइन, जब परमेश्वर स्वयं सबै कुरा सिकाउँदै लानुभयो, सबै कुरा बुझाउँदै लानुभयो, त्यो ठाउँमा पनि आज शाखा दिएर अर्को शाखा पनि खोल्ने योग्य परमेश्वरले बनाउनु भएको छ होइन। आज धेरैजना जुट्नु भएको छ, उत्साहित हुनुभएको छ परमेश्वरको योजना। त्यसै कारण पनि परमात्मालाई अनगिन्ती अनगिन्ती धन्यवाद गर्छु म मसीह येशूको नाउँमा। त्यसै कारण परमात्माले पनि हामीलाई वचनमा भन्नुभएको छ कि माग त म तिमीहरूका लागि दिनेछु होइन, तिमीहरूका निमित्त जो माग्नेछौ त्यो कुरा पाइसकेका छौ होइन। जब हामीले घोषणा गर्छौँ तब परमेश्वरले हामीलाई स्वर्गको पनि अति उच्च स्थानमा उहाँको महिमा देखेर राखिसक्नु भएको छ। त यसको लागि पनि ईश्वरलाई अनगिन्ती अनगिन्ती धन्यवाद म मसीह येशूको नाउँमा। त एउटै चाह छ परमात्माको योजना त्यो ठाउँमा पनि मेरो अगुवाको पाइला टेकाउने त्यो पनि ईश्वरले छिट्टै पुरा गरिसक्नुभयो भन्दै परमात्मालाई अनगिन्ती अनगिन्ती धन्यवाद म मसीह येशूको नाउँमा। तब परमात्माको योजना यो समयको लागि यति नै गर्न चाहे। त यसको लागि पनि पितालाई अनगिन्ती धन्यवाद म मसीह येशूको नाउँमा। हामी सबैको अग्रज अगुवा हाम्रो सरजुरको आज जन्मदिन होइन, सरजुर जुन जस्तो स्थानमा भए पनि उहाँलाई जन्मदिनको असीमित शुभकामना साथै एकदमै उच्च सम्मान गर्न चाहन्छु। त यसको लागि पनि पितालाई अनगिन्ती अनगिन्ती धन्यवाद गर्छु म मसीह येशूको नाउँमा।